हेर्नुस् त मेरो दिदीबहिनीहरू कति प्यारो कति माया गर्नुभएको छ। म आज पनि मेरो एउटा पार्टीमा गएको थिएँ, पार्टीबाट आउँदाखेरि पनि मेरो दिदीबहिनीहरू मेरो घरसम्म आउनु भएको छ। 100 करोड दीप प्रज्वलनको लागि चाहिँ अब दुर्गा दिदी अब सकिने बेला पनि भयो, हामी चाहिँ छुटेछौँ भनेर हाम्रो फुलबारी आमा समूह धरान 15 को चाहिँ हाम्रो अध्यक्ष हाम्रो जमुना खड्काजीको टिम परिवार आउनु भएको छ। ल हजुरले के भनिसिन्छ? ल भनिन्छ त हजुर। सबैलाई मेरो नमस्कार। तपाईँले यसमा धेरै धेरै सहयोग गरेमा धेरै हामी आभारी व्यक्त गर्छौँ। र हाम्रो यो बहरा क्षेत्रको पढ्नु भने 100 करोड दीप प्रज्वलन गर्नेको हुनाले सबै भक्तजनहरू भनौँ अथवा भजन कीर्तन मण्डली र सङ्घ संस्थाबाट सम्पूर्णबाट ल्याएको हामीले पनि देखेका हुनाले हामी पनि फुलबारी समूह र हिन्दूपति भजन कीर्तन मण्डलीबाट पनि हामी पनि केही सहयोग गरौँ। हामी सबभन्दा जान पाए नै उचित हुन्थ्यो यत्रो कार्यक्रमको लागि। र सम्पूर्ण देश विदेशबाट नि आउनुभएको छ र सम्पूर्ण के अरे धरानदेखि इटेरी सुन्दर हराइचा पनि मैले देखेको थिएँ फेसबुकमा, त्यहाँबाट नि आएका थियौँ। र हामीले पनि केही गरौँ न यसको लागि, दान धरौँ भन्ने हाम्रो मनसय भएर हामी आज हाम्रो बिना बुनीले गइकन अहिले नै लिएर आएर र हामी सबैजना आउने थियौँ। सबैजना आउन नपाएको कारणले हामी यति कति 5-6 जना 7 जना जति भेला भएर यहाँ दुर्गा बहिनीलाई ल यो हामी पनि होइन सहयोग गरेको हुनाले हजुरले प्रज्वलन गरिदिनु होला भनेर हामीले लिएर आएर 1,05,000 बत्ती र तेल सहित उहाँलाई हस्तान्तरण गरेछौँ। मेरो भनाइ यी अन्त्य गर्छु। धन्यवाद। ल धन्यवाद। धेरै धेरै हाम्रो धरान 15 मा धेरै धार्मिकहरू बस्नु भएको छ। जस धरान 15 मा मात्रै होइन सबै सिङ्गो नेपालमै बस्नु भएको छ। त्यहाँबाट पनि प्रदेश नम्बर 1 सुनसरीमा त झन् बढी नै हुनुहुन्छ होइन। अनि मेरो छिमेकी पनि हुनुहुन्छ। हाम्रो यहाँ भजन कीर्तन मात्रै 15 नम्बर वार्डमा लगभग कति 20-21 वटा नै होला है। साह्रै राम्रो छ। त्यसले गर्दाखेरि चाहिँ दिदीबहिनीहरू हेर्नु न, म दिनभरि व्यस्त हुन्छु र पनि कहिले बराक्षेत्र पुगेको हुन्छु, कहिले मेरो कामले बाहिर गएको हुन्छु र पनि आएर चाहिँ अनि यहाँसम्म सम्झेर मैले भ्याउँदिनँ भनेर मेरो घरसम्म आएर लगभग 7:30 बजे होला त्यतिखेर नै आएर दिनुभएको छ। उहाँहरूको परिवार संस्थालाई चाहिँ एकदम भगवान बराले चाहिँ एकदम आशीर्वाद दिनुहुनेछ। म चाहिँ साधुवाद भन्न चाहन्छु। हस्, धन्यवाद। राधे